हेलो एभ्रिवान, वेलकम टु डिबगिङ इन्जिनियरिङ। आजको यो भिडियोमा हामी सी प्रोग्रामिङमा कम्पाइलेसन प्रोसेस कसरी हुन्छ भन्ने विषयमा हामी कुराकानी गर्नेछौँ। र कम्पाइलेसन प्रोसेस भन्दा अगाडि कम्पाइलरले कसरी काम गर्छ, कम्पाइलर के हो र कम्पाइलर सँगै जोडिएर आउने टर्म इन्टरप्रिटर भन्छ। इन्टरप्रिटर पनि के हो भन्ने कुरामा हामी कुरा गर्नेछौँ। त्यसपछि हामी कम्पाइलेसन प्रोसेसतिर जानेछौँ। ल, सबैभन्दा सुरुमा कम्पाइलर भनेको चाहिँ के हो त भन्ने कुरा बुझौँ है त। ल, कम्पाइलर भनेको चाहिँ के हो त भन्दाखेरि ह्युमन रिडेबल ल्याङ्ग्वेज अर्थात् हाई लेभल ल्याङ्ग्वेजबाट मेसिन रिडेबल ल्याङ्ग्वेज अर्थात् लो लेभल ल्याङ्ग्वेजमा कन्भर्ट गर्नका लागि एउटा इन्टरमिडिएटर चाहिन्छ। इन्टरमिडिएटर भन्नुको अर्थ एउटा बिचमा ब्रिज चाहिन्छ। फर इक्जाम्पल, कुनै एउटा विदेशबाट मान्छे आयो र हाम्रा हजुरबा हजुरआमासँग कुरा गर्न खोज्यो भने त्यो मान्छेको भाषा हाम्रा हजुरबा हजुरआमाले बुझ्नु त हुन्न पके पनि, भनेपछि एज अ इन्टरमिडिएटर, एज अ ट्रान्सलेटर हामी चाहिँ त्यहाँ बसेर काम गर्छौँ अनि दुईटाको भाषा चाहिँ एक अर्कामा चाहिँ हामी ट्रान्सलेट गरेर चाहिँ काम गर्छौँ नि त। हो, त्यस्तै यहाँनिर कम्पाइलर पनि त्यस्तै हो। कम्पाइलरले के गर्छ त भन्दाखेरि हाई लेभल मेसिन कोडलाई चाहिँ लो लेभल मेसिन कोडमा लान्छ। अब के भनिरहेछ भन्दाखेरि इट इज अ प्रोग्राम द्याट ट्रान्सलेट्स द इन्टायर सोर्स कोड, हेर्नु यहाँ इन्टायर भनेर छ, इन्टु मेसिन कोड बिफोर द प्रोग्राम रन्स। अब हामीले यहाँ भन्न खोजेको के हो त भन्दाखेरि सबै सोर्स कोड अथवा कोड हुन्छ नि, हामीले यसरी कोड लाइन बाई लाइन हामीले कोड लेखेको हुन्छ नि, सबै कोडलाई चाहिँ एकैचोटि यसले चाहिँ ट्रान्सलेट गर्छ केमा, मेसिन कोडमा है। सबै कोडलाई चाहिँ, सबै कोड हुन्छ नि, सबै स्टेटमेन्ट्स हुन्छ नि, जस्तो सी प्रोग्रामिङमा यसरी स्टेटमेन्ट हुन्छ, सबै स्टेटमेन्टलाई चाहिँ यसले एकैचोटि चाहिँ कम्पाइल गर्छ। भन्नुको कम्पाइल भन्नेको अर्थ के हो त भन्दाखेरि थाक लाउनु हो नि त। कम्पाइल भनेको त थाक हो, भनेपछि यो स्टेटमेन्टहरूको थाकलाई चाहिँ एकैचोटि चाहिँ यसले मेसिन कोडमा चाहिँ कन्भर्ट गर्ने काम गर्छ हैन। यही चाहिँ कम्पाइलर हो। अनि यो चाहिँ बिफोर द प्रोग्राम रन्स भनेपछि सुरुमा चाहिँ हाम्रो कम्पाइलेसन प्रोसेस हुन्छ, त्यस पछाडि हाम्रो बल्ल प्रोग्राम रन हुने काम हुन्छ है त। ल, यो भनेको प्रोग्राम हाम्रो कम्पाइलरले के गर्छ, कम्पाइलरको डेफिनेसन थियो। ल, अब हामी कम्पाइलरको फिचर हेरौँ है त। अब सबैभन्दा सुरुमा इट ट्रान्सलेट्स द होल प्रोग्राम एट वान्स भन्यो नि त। अघि हामीले कुरा गऱ्यौँ कम्पाइलरले चाहिँ इन्टायर प्रोग्रामलाई चाहिँ एकैपटक चाहिँ मेसिन कोडमा चाहिँ बदल्न सक्छ। एउटा यो भयो। अर्को भनेको जेनेरेट्स अ सेपरेट एक्जिक्युटेबल फाइल। अब यसले कम्पाइल गरिसकेपछि एउटा एक्जिक्युटेबल फाइल बनाउँछ जुन चाहिँ हामीले खोलेर त्यसलाई चाहिँ रन गर्ने हो है त। अब एक्जिक्युटेबल फाइल भन्नाले .exe जस्तो हामीले योभन्दा अगाडिको भिडियोमा हेरेको थियौँ। .exe हाम्रो सी प्रोग्रामिङको केसमा चाहिँ .exe वाला फाइल बनाएको थियो। अनि त्यो exe वाला फाइललाई चाहिँ हामीले खोल्दाखेरि प्रोग्राम रन भएको थियो नि त। हो, कम्पाइल गरिसकेपछि यसले एउटा एक्जिक्युटेबल फाइल चाहिँ बनाउँछ है त। अब अर्को भनेको चाहिँ फास्टर एक्जिक्युसन आफ्टर कम्पाइलेसन। कम्पाइल भइसकेपछि हामीले त्यो त फाइल मात्रै खोल्ने हो नि त, एक्जिक्युटेबल फाइल बनिसकेको हुन्छ, त्यो फाइल मात्रै खोल्ने हो, त्यही भएर फास्टर एक्जिक्युट हुने भयो है त। अर्को भनेको इरर्स आर सोन आफ्टर द इन्टायर कोड इज चेक्ड भन्न खोजेको कम्पाइल भइसकेपछि इरर चाहिँ चेक गर्छ भन्न खोजेको है त। ल, यो भनेको हाम्रो फिचर्स भयो यसको। अब हामी इन्टरप्रिटर भनेको के हो अनि इन्टरप्रिटरले पनि कसरी काम गर्छ त्यो बारे बुझ्छौँ है त। अब इन्टरप्रिटर भनेको चाहिँ के हो त भन्दाखेरि इन्टरप्रिटर भनेको पनि कम्पाइलर जस्तै हो, कम्पाइलर जस्तै काम गर्छ। यसले पनि हाई लेभल ल्याङ्ग्वेजलाई मसिन कोडमा बदल्ने नै काम गर्ने हो, तर यसको काम गराइको टेक्निक, काम गराइको शैली चाहिँ फरक पर्छ क्या। जस्तो कस्तो हुन्छ भन्दाखेरि यसले चाहिँ हाम्रो अहिलेको कम्पाइलरको केसमा के थियो त भन्दाखेरि लाइन बाई लाइन सबै एकैचोटि चाहिँ हाम्रो कम्पाइल गरेर दिएको थियो नि त, सबै इन्टायर कोडलाई चाहिँ कम्पाइल गरेर दिएको थियो। अब यसले चाहिँ जस्तो हाम्रो यसरी कोडमा जस्तो लाइन छ अरे, स्टेटमेन्ट छ भने यसले चाहिँ के गर्छ त भन्दाखेरि यो कोडलाई चाहिँ सुरुमा ट्रान्सलेट गर्छ मेसिन कोडमा अनि यसलाई रन गरिहाल्छ हैन। फेरि यो कोडलाई चाहिँ ट्रान्सलेट गर्छ अनि फेरि यसलाई रन गर्छ। भनेपछि इच एन्ड एभ्री स्टेटमेन्टलाई चाहिँ रन गर्दै अथवा इच एन्ड एभ्री स्टेटमेन्टलाई चाहिँ यसले ट्रान्सलेट गर्दै रन गर्छ। भनेपछि इन्टरप्रिटरको काम चाहिँ त्यो है। अब इन्टरप्रिटरको पनि डेफिनेसन हेरौँ। यो भनेको इन्टरप्रिटरको डेफिनेसन भयो, इट इज अ प्रोग्राम द्याट ट्रान्सलेट्स एन्ड रन्स द कोड लाइन बाई लाइन। भनेपछि इन्टरप्रिटरले चाहिँ इच एन्ड एभ्री स्टेटमेन्टलाई चाहिँ ट्रान्सलेट गर्दै त्यसलाई एक्जिक्युट गरिहाल्छ है त। अब यसको फिचर्सहरू हेरौँ। ल, अब इन्टरप्रिटरको फिचर्स हेर्ने हुँदाखेरि
हाम्रो के हुन्छ त भन्दाखेरि इट एक्जिक्युट्स कोड लाइन बाई लाइन भनेपछि यसले चाहिँ कोडलाई चाहिँ लाइन बाई लाइन ट्रान्सलेट गर्दै एक्जिक्युट गर्ने भयो। नो सेपरेट एक्जिक्युटेबल फाइल, अहिलेको जसरी कम्पाइलरले जसरी .exe फाइल बनाएको थियो त्यसरी चाहिँ इन्टरप्रिटरले चाहिँ फाइल चाहिँ बनाउँदैन है त। यसले चाहिँ एउटा लाइनलाई ट्रान्सलेट गर्ने बित्तिकै कम्पाइल गरिहाल्छ। भनेपछि त्यो हरेक लाइन बाई लाइन जाने भएको कारणले यो चाहिँ अलिकति स्लोवर हुन्छ। त्यस पछाडि इरर्स आर सोन इमिडिएटली भनेपछि कुनै स्टेटमेन्टमा चाहिँ इरर छ भने चाहिँ त्यतिखेर नै यसले ट्रान्सलेट गर्ने बित्तिकै चाहिँ इररहरू देखाइदिइहाल्छ है त। अब चाहिँ हामी कम्पाइलेसन प्रोसेस कसरी हुन्छ त सीमा त्यो कुरा हेर्नेछौँ। अब कम्पाइलेसन प्रोसेस भनेपछि कसरी हुन्छ भन्दाखेरि सबैभन्दा सुरुमा हाम्रो सोर्स फाइल भनेको जुन हामीले सीमा कोड लेख्छौँ नि, हो यो कोड लेखेको भनेको यो भनेको सीको कोड हो। यही फाइल जुन हुन्छ यसलाई चाहिँ सोर्स फाइल भन्छ है त। अब यो सोर्स फाइल चाहिँ प्रिप्रोसेसरले चाहिँ के गर्छ त भन्दाखेरि हामीले यो जुन सीमा कोड लेख्छौँ जस्तो ह्यासट्याग इन्क्लुड भनेर लेख्छौँ नि, हो यो ह्यासट्याग जहाँ युज भएको हुन्छ यसलाई चाहिँ प्रिप्रोसेसिङ डाइरेक्टिभ भनेर भन्छ। भोलि पर्सि हामी यो पनि पढ्छौँ। तर अहिलेको लागि चाहिँ यो भनेको चाहिँ कम्पाइलरले कम्पाइलेसन भन्दा सुरुमा चाहिँ प्रिप्रोसेसरले चाहिँ यो प्रिप्रोसेसिङ गर्छ भन्नुको अर्थ यो ह्यासट्याग इन्क्लुड भनौँ नि भनेपछि यो प्रिप्रोसेसिङ भन्नुको अर्थ चाहिँ के हो त भन्दाखेरि यो चाहिँ यसले रिड गर्छ, कम्पाइलेसन प्रोसेस भन्दा अगाडि चाहिँ यसले रिड गर्छ है त। भनेपछि प्रिप्रोसेसरले रिड गर्छ, त्यस पछाडि कम्पाइलरले कम्पाइलेसन गर्न थाल्छ। कम्पाइलेसन गरिसकेपछि यसले के दिन्छ त भन्दाखेरि एसेम्ब्ली कोड दिन्छ। अब एसेम्ब्ली कोड भनेको लो लेभल कोड भन्दा अलिकति माथि तहको कोड हो। त्यस कारणले एसेम्ब्ली कोडलाई अझै हामीले एसेम्बलर युज गरेर चाहिँ अब्जेक्ट कोड अथवा मेसिन कोडमा चाहिँ बदल्नु पर्ने हुन्छ है त। भनेपछि एसेम्ब्ली कोड जब आउँछ त्यस पछाडि हामीले अब यसलाई एसेम्बलर युज गरेर चाहिँ अब्जेक्ट कोडमा बदल्ने हो। ल अब यदि अब्जेक्ट कोडमा बदलिदिसकेपछि अब लिङ्करको कुरा आउँछ। लिङ्करले चाहिँ के गर्छ त भन्दाखेरि हाम्रो सी प्रोग्रामिङमा धेरै मोड्युलहरू बनाएको छ अथवा फङ्सन्सहरू बनाएको छ भने चाहिँ यो फङ्सन्सहरूलाई चाहिँ हाम्रो इन्ट मेन फङ्सनमा कल गरेको हुन्छ है। यो मेन फङ्सनभित्र यो फङ्सनहरू पनि कल गरेको हुन्छ, यसरी कल गरेको हुन्छ। अब यो फङ्सनलाई चाहिँ लिङ्क गर्ने काम गर्छ लिङ्करले चाहिँ। यो फङ्सनहरू चाहिँ इन्ट मेन भित्रमा लिङ्क गर्ने काम गर्छ। जस्तो लिङ्क भन्नुको अर्थ चाहिँ के हो त भन्दाखेरि यो फङ्सन चाहिँ यो हो है अनि यो फङ्सन चाहिँ यो हो है भनेर यसरी लिङ्क गर्ने काम गर्छ है त। अब लिङ्क गरिसकेपछि बल्ल यसले एक्जिक्युटेबल एउटा फाइल दिन्छ, एक्जिक्युटेबल प्रोग्राम दिन्छ। अनि जस्तो अहिलेको केसमा चाहिँ .exe दिन्छ। अनि यो फाइल चाहिँ बल्ल हामीले रन गराएर चाहिँ यसलाई चाहिँ एक्जिक्युट गर्न सकिन्छ है त। भनेपछि यसरी चाहिँ सी प्रोग्रामिङले चाहिँ कम्पाइलेसन प्रोसेस ह्यान्डल गर्छ। अनि यति गरिसकेपछि बल्ल एउटा रिजल्ट चाहिँ दिन्छ है त। ल अब अरू भिडियोमा हामी अरू कुराहरूको बारेमा कुरा गर्ने नै छौँ। त्यतिन्जेलको लागि धेरै धेरै धन्यवाद।